संगतले बिगार्यो हैन, संगतले बिगार्छै बिगार्छ। सपार्दै त तपाईको फ्यामिलीले भन्दा तपाईले सुन्दाखेरि तपाईलाई फाइदा हुन्छ है त। अब जस्तै एज एन एक्जाम्पल म तपाईलाई भन्छु, यो मकैको खोका, यो मकैको खोका भित्र तपाईले भित्र राम्रो छ छैन, बाहिर त एकदम राम्रो देखिन्छ नि। हजुर, यो चाहिँ मैले किन राख्दैछु भने तपाईको परिवार सदस्य, तपाईको बुवा आमा, दाजुभाइ दिदीबहिनीहरूले तपाईँ बिग्रेको देख्न चाहनु हुँदैन। अब बिग्रिसकेपछि पछुताउनु पर्छ। त्योभन्दा अगाडि चाहिँ मैले तपाईँलाई यति राम्रो प्रपर्टी लिएर आइसकेको छु। म छु सानो बर्याङमा। तपाईँले अघि देख्नुभयो घरको फ्रन्ट एलिभेसन एकदम राम्रो, डुअल पार्किङ स्पेस। यो भयो फाइदा नम्बर 1। 2 नम्बरमा तपाईँ पूर्व मोडाको यो प्रपर्टी पाउन सक्नुहुन्छ। 3 नम्बरमा तपाईँले 15 फिटको यो राम्रो बाटो पाउन सक्नुहुन्छ है त। अब 10 वटा बुँदा म भन्दै जानेछु। यहाँ तपाईँले यति राम्रो यो स्पेस छ। सानो भर्याङमा बाढी गएको देख्नु भएको छ होला, बाइक डुबेको पनि देखिएको छ होला, बच्चा डुबेको पनि देख्नु भएको छ होला। त्यो एरियाभन्दा एकदम हाइटमा पानी नजम्ने एरियामा यो प्रपर्टी रहेको छ है त। अब आउनुहोस्, म तपाईँलाई फाइदा नम्बर 4मा भन्दैछु। रेन्टल टोटल 20,000 रुपियाँ चुप्प लाएर तपाईँ आफ्नो खल्तीमा राख्न सक्नुहुन्छ यो प्रपर्टीमा। एउटा बेडरुम, यो स्पेस, किचन स्पेस र यतापट्टि तपाईँले कमन बाथरुम। यो त एकदम ठुलो साइजको लिभिङ हल जग्गा भनिसकेँ मैले। 4 आना 2 दामको यो प्रपर्टी रहेको छ। अब फाइदा नम्बर 5 के छ भने भूकम्प पछिको यो प्रपर्टी रिजनेबल प्राइसमा त आइसक्यो। प्राइस लास्टमा आउँदैछ है त। प्राइस अलवेज तपाईँलाई हामीले लास्टमा भन्ने नै छौँ है त। अब म इन्ट्री गर्दैछु तपाईँको आफ्नै ओनर स्पेसमा। अब यहाँ सरले त आफ्नो डेस्क राखिसक्नु भएको छ, तपाईँले पनि त्यसरी राख्न सक्नुहुन्छ। यो कम्फोर्टेबल लिभिङ स्पेस छ भने यतापट्टि तपाईँले टिभी क्याबिनेटको सेटअप पाउन सक्नुहुन्छ। साइडमा तपाईँले कमन बाथरुम छ। अब हामी तपाईँलाई 2टा बेडरुममा लिएर जाँदैछौँ, जुन चाहिँ एउटा मास्टर बेडरुम रहेको छ भने यो चाहिँ तपाईँले 14 बाई 18 को साइजको रुम साइज पाउन सक्नुहुन्छ, जसमा तपाईँले एट्याच बाथरुम देखिन सक्नु भइसक्यो। अब त्यो स्पेसलाई छोडेर आउनुहोस्, यतापट्टि आउनुहोस्। सो पूर्वबाट घाम आउँछ, पश्चिमबाट पनि हेर्नुहोस् त यो नेचुरल लाइट कति राम्रो नेचुरल लाइट आइरहेछ। किनकि योभन्दा उतापट्टि तपाईँले बाटो पाउन सक्नुहुन्छ है त। फाइदा प्लस पोइन्ट तपाईँलाई त्यो पनि भयो। यो कमन बेडरुम त्यो मास्टर बेडरुममा कहिले घाम रोकिने भएन। अब 6 नम्बरमा मैले तपाईँलाई भन्नै पर्दाखेरि नेचुरल लाइटको कुनै कमी छैन, सनलाइटको कुनै कमी छैन एक्स्ट्रा। अब 7 नम्बर है। 7 नम्बरमा तपाईँले यदि एक्स्ट्रा स्पेस चाहिएको छ भने उहाँले जसरी यहाँ सानो बेड अथवा तपाईँलाई मर्निङ कफी एकदम मनपर्छ भने सानो कफी टेबल लिएर तपाईँले मर्निङ ब्रेक लिन सक्नुहुन्छ। अब तपाईँलाई मैले 7 सम्म पुऱ्याइसकेँ, 8, 9, 10 बाँकी छ है त। अब 8 नम्बरमा म चाहिँ के राख्छु भने यतिको साइजको सेपरेट गरेको तपाईँले डाइनिङ स्पेस पाउन सक्नु हुँदैन विथ किचन सेपरेटेड है। प्राइभेसीको नि मेन्टेन गरेर उहाँहरूले किचन डाइनिङ स्पेस यति राम्रो कम्फोर्टेबली सेपरेट गरेको छ। क्लिन पनि हुन्छ, क्लियर पनि हुन्छ। यो चाहिँ तपाईँले पोइन्ट राख्नुपर्छ। 9 नम्बरमा तपाईँलाई बेडरुम हेर्नुहोस् यता। बेडरुमको साइजमा जानुहोस् है फर्स्ट अफ अल, किनकि प्रपर्टी बनाउँदाखेरि धेरै कुराहरू याद गर्नुपर्ने हुन्छ। बेडरुम मिल्दैन, भर्याङ मिल्दैन, बाथरुम मिल्दैन, वास्तु पनि कन्सर्न गर्नुपर्छ है त। आउनुहोस्, यो अर्को तपाईँलाई 4th नम्बरको तपाईँको ओनर स्पेसको बेडरुममा रहेको छ। एकदम फराकिलो, एकदम साइजेबल, कम्फोर्टेबल, प्लस तपाईँले हरेक चिजहरू यहाँ मजाले राख्न सक्नुहुन्छ। अब 10 नम्बरमा प्राइसको कुरा आउँछ है। प्राइस भन्नुभन्दा अगाडि यति राम्रो प्यानोरामिक भ्यू हेर्नुहोस्। यहाँबाट तपाईँले काठमाडौँको कुन ठाउँ हेर्न मन लाग्छ, चट्ट लाएर दूरबीन लाएर सरर तपाईँले बुढानीकण्ठ, स्वयम्भू, भक्तपुर, ललितपुर एरिया मजाले तपाईँको छत स्पेसबाट देख्न सक्नुहुन्छ। तपाईँले यहाँ सोलर स्पेस पनि देखि नै हाल्नुभयो। अब आउँ प्राइसको कुरा है। अब प्राइस यो चाहिँ एकदमै अहिले चाहिँ 4 करोडमा हामीले लिस्टिङ गरिसकेका छौँ। किनभने यतिको प्रपर्टी तपाईँले यो स्पेसमा भूकम्प पछिको कम्फोर्टेबल साइजको 4 आना प्लसमा, त्यो पनि पूर्व मोडाको पाउन त गाह्रो नै छ। नयाँ प्रपर्टीहरू पपअप भएकै छैन अहिले यो एरियामा। यदि इन्ट्रेस्टेड हुनुहोस्, तपाईँले सानो भर्याङमा म लिन्छु मेरो परिवारको लागि कम्फोर्टेबल स्पेस, जहाँ वास्तु होस्, जहाँ बेडरुम होस्, जहाँ किचन डाइनिङ सेपरेट होस्, जहाँ एट्याच बाथरुम होस्, प्लस 2टा गाडी पार्किङ होस्, ठुलो बाटो होस्, तपाईँको सानो भर्याङ ठुलो भर्याङबाट नजिक होस्, स्वयम्भू नजिक होस् भने चाहिँ अब कन्ट्याक्ट गर्नु पालो तपाईँको सजिलोको लागि। अब सिधै हामीलाई कन्ट्याक्ट गरेर यो प्रपर्टीको टुरको लागि हामीलाई बुक गर्न सक्नुहुन्छ।